हेलो गाइज, सबैजना गुड मर्निङ। आज चाहिँ फागुनको 5 गते र म छु आफ्नो ठाउँ तुलसीपुर 18 दुधराज दाङमा। र आज चाहिँ बन्दको आह्वान गरेको छ नेपाल कम्युनिस्ट पार्टी बहुमतले चाहिँ। र यो बन्द कार्यक्रम रहेछ, त्यही भएर यो चुनावको माहौल नजिक गर्दाखेरि पनि मान्छेहरू ड्राई होला, गाडी साडी आगजनी गर्ने आदि इत्यादि कुराहरू हुन्छन्। त्यही भएर गाडीहरू चल्न सकेको छैन। सामान्य रूपमा फ्याट्टफुट्ट गाडीहरू चलेको अवस्था छ। यहाँनिर हाम्रो गाउँ हो, बाटो पुरै खाली छ, सुनसान छ, कोही पनि हिँडेको छैनन्। र यतातिर चाहिँ हाम्रो मेन रोड जुन चाहिँ हाइवे हो, जुन हाइवेलाई चाहिँ हामी खोराई तुलसीपुर हाइवे भन्छौँ। त्यहाँ पनि यो खाली ठाउँ देखिरहेको छ नि हो, यो खाली ठाउँमा हिँड्नुपर्ने हो, देखिरहेको छैन। र यहाँनिर आज बजार पनि सुनसान छ। यहाँ अटोहरू पनि हिँड्थे धेरै है, तिनी कुनै पनि हिँड्न सकेका छैनन्। बसहरू थन्किएको छ स्कुलको। आज निकै नै बन्दको प्रभाव परेको छ। जति नै पार्टी सानो भए पनि चुनावको माहौलले गर्दाखेरि चाहिँ बन्दको चाहिँ अलिकति प्रभाव देखेको हो। न त चुनाव नभइदिएको मान्छेलाई त्रास छ, किन भन्दाखेरि आगजनी हुन्छ भनेर अर्कै हाम्रो आन्दोलनमा त्यस्ता कार्यहरू भयो। र मान्छेहरूको मानसपटलमा के छ भने त्यस्तै खालका गतिविधि नदोहोऱ्यालान् भन्ने चाहिँ आशंका छ। त्यही भएर चाहिँ हो। र यहाँनिर छ त्यहाँ बाटो देखाइदिन्छु म। बाटो चाहिँ सुनसान छ। यहाँनिर हाइवे खन्ने बेला भएको छ। एउटा अटो चाहिँ गयो है यसरी। अनि त्यहाँ पनि त्यो पनि हाइवेको बाटो हो। एउटा बाइक गयो, बाइक आउँदैछ है, यो बाइक गयो यसरी हाम्रो हुँदैछ। र हाम्रो जहाँसम्म लाग्छ हाम्रो यहाँ कर्नरको हाइवेमा नि खासै गाडीहरू चलेको छैनन्। स्कुटीहरू चलेको छ। यसरी बन्दहरू चाहिँ जथाभावी रूपमा चाहिँ नगरिदिन म आग्रह गर्छु। बन्द गरेर कुनै निष्कर्ष निस्किँदैन, बरु जनताहरूलाई शास्ति भोग्नुपर्ने हुन्छ। बरु के कुराको माग हो त्यो चाहिँ टेबल टकको थ्रु चाहिँ केही अगाडि बढाउन सकिन्छ अथवा त्योमा सहमति जुटाउन सकिन्छ है। त्यही भएर यति चाहिँ ख्याल गरिदिनु होला। यो भिडियो त्यही भन्नको लागि हो। धन्यवाद। जय नेपाल। र आगामी फागुन 21 गते 2082 को चुनावमा राम्रो मान्छेलाई भोट हालौँ। देशको प्रतिनिधि गर्न सक्ने मान्छेलाई, आफ्नो गाउँठाउँको प्रतिनिधि गर्न सक्ने मान्छेलाई, आफ्नो गाउँठाउँ विकास गर्न सक्ने, नियम कानुन बनाउन सक्ने मान्छेलाई भोट हालौँ। धन्यवाद सबैमा।